बोक्दै छ यसरी के बोक्दै खाँदा अचार अनि एउटा भात हेलो साथीहरु वेलकम छ मेरो गाउँको ब्लगमा। म सानो गाउँदेखि आज चाहिँ ब्लग बनाउँदैछु किनभने काम गरेको धान झारेको अनि काटेको हरेक भिडियो चाहिँ मैले पोस्ट गरिरहेको छ भने अस्ति चाहिँ मैले धान काटेको हालेको थियो भने हिजो चाहिँ धान झारेको थियो अनि सेम आज चाहिँ त्यस्तै हो। तैपनि आज चाहिँ पाजा उठाएर बानेर टक्क पानी पर्न लाएर मौसम चाहिँ नराम्रो भएर त्यही भएर चाहिँ थन्काउनु लाको टक्क थन्काएर तिरपालले टक्क छोपेर राख्छ पानीले नभिज्ने गरी। त्यो भएर लगभग अब 3 पाटा पाजा उठाएर धानको यस्तो उठाएर अनि बान्नलाई 3 पाटा छ भने पानी पर्न आँटेर हामीले चाहिँ बानेको ओसार्नु लाको। अब यो चाहिँ बान्नु बाँकी छ यस्तो छ यो चाहिँ अनि तिनीहरु चाहिँ सब बानिसकेको छ। अब हामी चाहिँ यहाँदेखि कति धेरै छ तलदेखि ओसार्नु पर्छ उतापट्टि छ अनि थन्काउनु चाहिँ यहाँनिर थन्काउने यहाँनिर यसरी थन्काएर राखेर तिरपालले टक्क छोपेर राख्ने। आज चाहिँ केटी मान्छे म एक्लै छ खेतालोमा चाहिँ अनि केटा मान्छे मात्रै छ आज चाहिँ अनि घरपेटी दाइ अनि केटा मान्छेहरु चाहिँ त्यता केटा मान्छे त त्यहाँनिर अलिकति चिसो खाइरहेको छ। अब हामी चाहिँ सबैजना ओसार्छु अनि यता तलतिरबाट ओसार्नु पर्ने हुन्छ अनि म चाहिँ अब भिडियो एकछिनमा हाल्छु उचालेको ओसारेको अनि त्यस पछाडि फेरि बान्नु पर्ने हुन्छ अनि ओसार्नु पर्ने हुन्छ। सक्नु लाग्यो मौसम चाहिँ कस्तो भएको छ पानी पर्ला जस्तो धानहरु यसपालो सबको भिज्ने भयो थन्काउनेले थन्काइसक्यो। अब यस्तो छ मौसम चाहिँ हाम्रो सानो गाउँ। अब यता चाहिँ पाकिसक्यो काट्नै बाँकी छ। आज चाहिँ दुई तीन ठाउँमा खेतालो छ त्यही भएर खेताला जुतेर चाहिँ यता जाँदा यस्तो भयो। यिनीहरु पनि काट्नु बाँकी हो। अब बोकेको भिडियो हाल्छु म चाहिँ अनि त्यस पछाडि ओसारिसकेर थन्काएर खानासाना खाएर हामी चाहिँ आफ्नो घरमा जान्छ। डिउ छ हैन कसको यो कसको यो अठाइदियो भने खाना म त ए खाए त रक्सी हाले डिउ छैन गिलास छैन होला नि मान्छे भन्दैन मान्छे पठाउँदैन हाम्रो चाहिँ लगभग बोकेर सक्नु लाग्यो। यता बोक्दैछ यसरी बोक्दैछ त्यतातिर बोक्दैछ त अध्यारो आएको छ। अब यति बाँकी छ बान्नलाई। हो बानेर सक्यो हाम्रो चाहिँ। यता चाहिँ बोक्दै छ यसरी के बोक्दै खाँदा अचार अनि एउटा भातसँग तरकारी पिरो हुन्छ अनि बोकेर लग्यो। अब तल टोलीले नि बोक्दैछ सक्नु लाग्यो। अब चाहिँ लगभग सक्यो हाम्रो भागमा चाहिँ यति मात्रै लिएर जानुपर्छ हामी चाहिँ। अनि म चाहिँ बसिरहेको दिदीलाई चाहिँ बान्दै म चाहिँ भिडियो बनाउने क्या भनेर नभर्नु भर्खर अहिले मात्रै बनाएको भिडियो चाहिँ। सक्यो अब काम चाहिँ यति छ कुन्ने लाउनुलाई। यो चाहिँ कुन्ने लाउनु बाँकी यो चाहिँ कुन्ने लगाइसक्यो।
बाई बाई सबैजनालाई। अनि सुरुदेखि अन्तिमसम्म हेरेर भए पनि माया गरिदिनु होला। अनि लाइक कमेन्ट सब्सक्राइब पनि गर्न नबिर्सिनु होला। अनि अब चाहिँ म बिदामारी भएर घर जाँदैछु कामबाट चाहिँ। हाम्रो काम चाहिँ लगभग सकिसक्यो। अब केटा मान्छेको काम चाहिँ थोरै बाँकी छ। त्यसैले म चाहिँ घर जान्छु। अब खाना खान्छु अनि जान्छु। बाई बाई। खाना खाएको चाहिँ हाल्दिनँ, भ्याउँदिनँ। मोबाइल तेर्साउँला, मोबाइलको चार्ज पनि सक्यो। बाई बाई छ सबैजनालाई।